यो चाहिँ हेर्नुहोस् त कति राम्रो गुम्बा छ। झन् आज पानी परेर होइन तपाईँको यति सुन्दर देखिएको छ नि होइन, कुरै छोड्नुहोस्। आहा, यस्तो राम्रो गुम्बा। बुद्ध जन्मेको देश नेपालको शान्तिको प्रतीक यो गुम्बा रहेको छ। यहाँ चाहिँ बौद्ध धर्मावलम्बीहरू र बौद्ध भिक्षुहरू चाहिँ बसेर ध्यान तपस्या ज्ञानहरू गर्ने गर्दछन्। साह्रै सुन्दर छ यो गुम्बा चाहिँ। तपाईँहरूले पनि यो भ्रमण गर्न सक्नुहुन्छ होइन। झन् यताको प्रकृति पनि यस्तो सुन्दर छ कि साथीहरू, ल हेर्न सक्नुहुन्छ।